हेलो साथीहरू, कस्तो हुनुहुन्छ तपाईहरु? आशा छ है जाति कुशल नै हुनुहुन्छ होला। आज सन्डे, एक दिन छुट्टी हुन्छ है। ब्रस हल्का गराइ भयो हो, जुत्तामा पलिस। अनि आजको सन्डेको काम चाहिँ त्यही हो, एक दिन छुट्टी हुन्छ है। घर क्लिन गर्यो हो, अन्त त्यही हो। यहाँ न साथीभाइहरू, माछाको ट्याङ्की मैले क्लिन गरेँ आज हो। दामी देखिरहेछ, सफा भइरहेछ है। हेर्नु नै, कमेन्ट गर्नुहोस् ल, कस्तो छ माछा घरमा पालेको। आज मैले पानी फेरेँ हो। अन्त काम गर्दा गर्दा भोक लागेर, हेर्नु नै, भोक लागेर चाहिँ आज मेरो बुढियाले के बनायो भनेको चाहिँ, के बनायो भन्दा चाहिँ यहाँ गुन्द्रुकको सब्जी बनाएछ, झोल गुन्द्रुकको हो। अनि यहाँ के बनाएछ, भात चाहिँ सरप्राइज दिएछ बुढीले। भात चाहिँ बुढियाले डढाइ पठाएछ हो। तर कोही बात छैन, सानोमा त डढेको भात पुरा खाइहुन्थ्यो हो। कोही बात छैन, डढेको भात पनि खाइहुन्ला। बचपनको याद दिलायो बुढियाले हो, भात जलाएछ। चलो ठिकै छ है, खाइन्छ यत्तिकै है। अनि आज त्यही हो गाइस, खाना खाएर चाहिँ अब एकछिन काम धन्दापट्टि लाग्नु पर्यो फेरि। ल बाई बाई साथीहरू।